यहाँ हेर्नुहोस् अब त्यो अहिले भनेको बाटो आउँदै गयो भने फरेस्ट सकेर चाहिँ यो ब्रिज आउँछ यस्तो काठको। यसलाई चाहिँ त्यहाँबाट चाहिँ सुकमा पुग्छ हामी। यस्तो छ ब्रिज। हेर्नु हामीले यहाँ पिकअप भेट्यो जङ्गलमा। हेलो एभ्रिवान, म आज तपाईँहरूलाई एउटा इम्पोर्टेन्ट जग्गा देखाउँछु। सायद कतिलाई थाहा पनि भएको होला, नभएको पनि हुनसक्छ। त्यो चाहिँ कस्तो हो भने तपाईँहरू डुवर्सपट्टिबाट कालिम्पोङ सिक्किमपट्टिबाट दार्जिलिङ खरसाङ मिरिक यता जानु हुँदैछ भने यो बङ्गाल सफारीको बाटोबाट त्यो तपाईँहरू कसरी सर्टकट यो सिलगढीको टाउन जुन छ टाउनलाई फेस नगरिकन स्मुथली तपाईँहरू यता सालबाडी निस्किनु, सालबाडी अरे सुकना निस्किनु सक्नुहुन्छ। त्यसको विषयमा म भिडियो बनाउँदैछु र यो मेरो युट्युब च्यानल हो। तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, मन परेछ भने माया दिनु होला। त्यो हो, म काबिल छु कि छैन त्यो हिसाबले दिनुहोस् होला। यहाँ हेर्नु है साथी हो, यो चाहिँ हाम्रो यहाँ मिलन मोड गुल्मा स्टेसनको छेउबाट जाँदाखेरि यता हामी पुग्छौँ यो सालबाडी जाने यो फरेस्टको बाटो छ। युजली यहाँ चाहिँ रातितिर चाहिँ र बिहान चाहिँ नहिँड्नु, अब जङ्गलको बाटो हो। यस्तो छ, यही जङ्गल छ हो। यता टी गार्डन छ, यता जङ्गल छ। सर्टकट हुन्छ, तर त्यो मिलन मोडबाट गुल्मा टी स्टेट भएर पनि जाँदाखेरि चाहिँ त्यो बाटो चाहिँ धेर सेफ हुन्छ हो। यो बाटो चाहिँ यसो 200 डे टाइममा हिँड्दा चाहिँ ठिकै छ, र राति चाहिँ म सजेस्ट गर्दिनँ नहिँड्नु भनेर। हिँड्न चाहिँ राम्रो छ, राम्रो सिनेरी, रुखहरू मजाको छ। सिधा तपाईँहरूलाई उता दार्जिलिङ मिरिकतिर जानु पर्दा चाहिँ यो बाटो चाहिँ अब राम्रो हुन्छ। यता तपाईँको डुवर्सबाट आउनेहरू, कालिम्पोङबाट आउने मान्छेहरू जति पनि छ होइन, उहाँहरू चाहिँ बङ्गाल सफारीबाट त्यो खोलाको बाटो भएर मिलन मोड निस्केर सिधा यो बाटो आयो भने चाहिँ बहुत सर्ट पर्छ। जस्तो सिलगढीको पुरै जाम चाहिँ झेल्नु पर्दैन यो बाटो चाहिँ। तर अब त्यहाँ पनि तपाईँहरू बङ्गाल सफारीबाट रातिको बाटो चाहिँ नहिँड्नु होला, किनभने अब जङ्गली जनावर निस्किनु सक्छ। र 200 तपाईँले यो बाटो हिँड्नुहुन्छ भने चाहिँ हिँड्दा हुन्छ। अब यो बाटो चाहिँ फरेस्टको त्यस्तो एलाउड चाहिँ गर्दैन होला, त गुल्माको टी स्टेट भएर चाहिँ निस्किनु चाहिँ त्यो भन्छ। अब यो चाहिँ जस्तो तपाईँलाई मैले देखाएको हेर्नुहोस्, राम्रो छ। यो चाहिँ अब बर्खाको टाइममा रेनी सिजनमा पनि नहिँड्नु होला। त्यो गुल्माको बाटो खोला बढेको हुन्छ हो, महानन्दा खोला। यो विन्टर सिजनतिर चाहिँ ठिक छ, 5-6 महिना। अन्त यो तपाईँको जस्तो रेनी सिजन आएपछि यहाँ चाहिँ पुरा ग्रिनेरी हुन्छ, हर यो मजाको देख्छ। त्यस्तो छ। यसो तपाईँहरूलाई जानकारी दिनुको लागि मैले यो भिडियो बनाएको हो। यहाँ निस्किन्छ, हेर्नुहोस् यहाँ निस्किन्छ यो रेलगेटको यहाँबाट। यहाँको पुलिस स्टेसनको बाटो हुँदा यहाँ निस्किन्छ। यहाँबाट चाहिँ यहाँ हनुमानजीको मन्दिर छन् मजाको। त्यहाँबाट चाहिँ हामी अलिकति अगाडि गयौँ भने त्यहाँबाट चाहिँ हेर्नुहोस्, यहाँ यो बाटोबाट राइट जानुभयो भने चाहिँ तपाईँ दार्जिलिङ भयो, खरसाङ भयो, मिरिक भयो, यो बाटो भएर जानु सक्नुहुन्छ। यो बाटो चाहिँ अब रोहिणीको बाटो भएर दार्जिलिङ र खरसाङ चाहिँ। यहाँबाट त सिधा दार्जिलिङबाट सिलगढी। ल त साथी हो, सानो इन्फर्मेसन लिएर आएको थिएँ। हुन्छ त।